दासढुङ्गा। यो अधिवेशनले जति बुद्धिवर्ग पुर्याउन सक्छ त्यति सही कुराहरू त्यसमा आउन सक्छन् र त्यस ठाउँको नेतृत्व बन्न सक्छ। त यही केही आफ्ना सोचहरू, केही सिफारिसहरू, केही सुझावहरू र केही शुभकामनाका कुराहरू यहाँहरू समक्ष राखौँ भनेर नि त्यो अहिले अब समय मैले पनि लिएँ र हामी दुईटै अतिथिहरूले लियौँ र यहाँहरूको निकै धेरै समय लियौँ। त मलाई लाग्छ यो समयको निम्ति मैले कुनै क्षमा मागिरहनु पर्दैन। मैले नाजायज कुरा गरेका छैन जस्तो कुरा म अझै पनि दृढ छु। त्यसो हुँदाखेरि त कमरेडहरूसँग यसपछि फेरि छलफलमा भाग लिन नसकिएको कुरामा मात्रै मलाई अलिकति दुःख छ। लेखन तथा संयोजन बमबहादुर कार्की र दामोदर घिमिरे। दासढुङ्गा। पोखराको
सल्लाह पाली पोसी हुर्काएकी आमाले त्रिशुलीमा खसल दियो अमर लामाले। पूर्व पश्चिम उत्तर दक्षिण सबै जम्मा भएका भण्डारीको सब हेर्नलाई पर्खिरहेका। श्रद्धाञ्जली दिन भनी रङ्गशाला गएका देश विदेशका नेता पनि जम्मा भएका। कार्यकर्ता नेता सबले फुलमाला चढाए मनमोहनले एमालेको झण्डा ओढाए। गणेश माना कृष्ण प्रसाद गिरिजा प्रसाद आएर श्रद्धाञ्जली अर्पण गरे पङ्क्ति लाएर। श्रद्धाञ्जली अर्पण गर्न कुनै पार्टी जुटेन यति ठुलो जनमानस कहिले जुटेन। ठाउँ नपाई हेर्न थाले कोही पर्खाल चढेर नजिक पुगी कति रोए डाको छोडेर। विद्यादेवी मायादेवी रङ्गशाला आएर रुँदै रुँदै भन्न थाले बाछा खाएर। तिमीले देखाएको बाटो हामी पनि हिँड्नेछौँ यही माटोलाई पसिना र रगत दिनेछौँ। बाबु भन्छन् गरी छाडिस् आफ्नो मनमा लिएको आमा भन्छन् सार्थक भयो जन्म दिएको। अङ्कल बाबा घरमा कहिले आउने भन्छन् निसाले टोलाएर हेरिरहे सागर उसाले। रातो झण्डा फरार शिरशिर हावा सरार फुलका गुच्छा सँगै आँसु झर्छन् बरार। वल्ल परी हेरिरहेछन् ससुरा र सासूले दशरथ रङ्गशाला भिज्यो आँसुले। सूर्य पनि मलिन भए बादल घुम्दै आइरहेछ 3 दिन भयो रङ्गशाला चुप्प लाइरहेछ। दुई नेताको वियोगमा ठुलो पीडा मानेको उस्तै घुइँचो घरमा पनि आउने जानेको। भण्डारी र आश्रितको नाम मात्रै जपेर रुन थाल्छन् आगो माथि घिउ थपेर। आफन्तले छोडी जाँदा कसको मन रुँदैन सधैँभरि शोक मानेर बस्न
ब्रिज छेउमा गएर नारा लाउँदै हाम्रा नेता अमर रहुन् भनेर एकछिन सबै चुप्प लागे तस्बिर बनेर मानिसको ओइरो थियो पहिले पशुपतिमा जुलुस फेरि अघि बढ्यो आफ्नै गतिमा ज्याल कौशी बार्दली र बाटो घाटो डम्मै छ हेरिसक्नु छैन कतै जम्मै सम्मै छ लाखौँ लाखको जुलुसदेखि लाग्थ्यो दैवै तर्सियो जताततै फुल अबिर पानी बर्सियो स्वयंसेवक दायाँ बायाँ हाते मालो गरेका कोही देखिन्थे बीच बाटैमा मुर्छा परेका जिन्दाबादको नारा लाए फेरि ठुलो स्वरमा दिल्ली बजार मैती देवी बानेश्वरमा कन्टालापुर चर्को घाम पसिना छ खलखली ४८ को आम चुनावलाई सम्झे झलझली वनकालीका बाँदर भागे भिडले राज्य जमायो थाहै पाउन मुस्किल कसले कसलाई समायो रुखा हाँगाबाट हेर्दा पनि देख्ने ठाउँ छैन बागमतीको पानी मानी टेक्ने ठाउँ छैन यस्तो सम्मान पाउने भए देउतै चोला फेर्दा हुन् पार्वती र शिवले नि पाए हेर्दा हुन् आर्यघाटमा पुग्नै मुस्किल दाह संस्कार गर्नलाई यति ठुलो भिड लाग्दैन सत्यो छर्नलाई शुक्रबार 8 गते जेठा 50 सालमा सुताइयो सब लगी ब्रह्मनालमा कोहीको मन भागवतमा कोहीको मन गीतामा भण्डारी र आश्रितलाई राखे चितामा मेरो दुधको भारा तिर्लास भनेकी थिएँ मैले त मुलुकको नै भारा तिरिस बाबु तैले त भन्दै भन्दै बिदा गरी बिचारी ती आमाले म जानु थियो पहिला गइस भने बाबाले गणेश मानको सपना नि भयो कि त अधुरो रुँदै भने म बुढो नि भए ठुरो मनमोहन भन्दा भए तिमी बाँच्नु पर्दथ्यो मर्नै पर्ने भए यही बुढो मर्दथ्यो आँसुका बेल बग्न थाले बढ्दै आयो बागमती विद्यासागर मायाले नि दिए दागबत्ती गयां पितृपेणं अनादिनी धनुदेव शृङ्गचर गदाधरं पितृकायां प्रतिगृह्यताम् उतातिर ड्राइभरसँग बयान पनि लिँदै थिए पत्रिकाले फाटफुट खबर दिँदै थिए भन्न थाले लामाले त फेरि बयान फेर्यो रे ठुलो भिडले वीर अस्पताल पनि घेर्यो रे बयान लिन कहिले अनिल कहिले ओली गए रे काठमाडौँ कहिले चितवनी कै लए रे
ढुङ्गे साँगु ताप्लेजुङ जिल्लाको एउटा गाउँ, चन्द्रकोट गुल्मी जिल्लाको एउटा गाउँ, फरक फरक ठाउँ, फरक फरक नाउँ, विचार एउटै, बाटो एउटै, कसलाई कसरी चिनाऊ। प्रजातन्त्रको गर्वसँगै 2001 सालमा जन्मिएका जीवराज आश्रित, प्रजातन्त्रको काखमा 2009 सालमा जन्मिएका मदन कुमार भण्डारी, सानैदेखि तीखो बुद्धि र सङ्घर्षशील स्वभाव भएका जीवराज आश्रित 12 वर्षको उमेरदेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्न थाल्छन्। 7 वर्षको उमेरमा नै 10 महिनामा चण्डी कण्ठाग्र पारी सबैलाई चकित पार्छन् मदन कुमार भण्डारी। 2021 सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य, 2029 सालमा पुष्पलालले निर्माण गर्नुभएको जनवादी सांस्कृतिक मोर्चाका केन्द्रीय सदस्य, 2033 सालमा गठित मुक्ति मोर्चा समूहका प्रमुख संगठक, 2035 सालमा सम्पन्न तत्कालीन नेकपा मालेको पहिलो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीमा निर्वाचित सदस्य र 2049 सालमा सम्पन्न नेकपा एमालेको महाधिवेशनपछि स्थायी समितिका सदस्य तथा संगठन विभागका प्रमुख बन्न पुग्छन् जीवराज आश्रित। 2028 सालमा बनारसमा पुष्पलालसँग भेट भएपछि जनताको मुक्तिका लागि आफ्नो जीवन समर्पण गर्ने निधो गरेर 2029 सालमा जनवादी सांस्कृतिक मोर्चाका केन्द्रीय सदस्य, 2030 सालदेखि पार्टीको पूर्णकालीन सदस्य, 2035 सालमा नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादीको केन्द्रीय सदस्य, 2041 सालमा पार्टीको पोलिट ब्युरो सदस्य, 2046 सालमा भएको नेकपा मालेको महाधिवेशनमा महासचिवमा निर्वाचित, 2047 सालमा भएको माले मार्क्सवादी एकीकरणबाट पनि महासचिवमा निर्वाचित, 2047 सालदेखि नेकपा मालेका प्रवक्ता, 2049 सालमा सम्पन्न भएको 5औं महाधिवेशनबाट पनि पुनः महासचिवमा निर्वाचित, 2048 सालको संसदीय निर्वाचनमा काठमाडौँको 2 क्षेत्रबाट विजयी हुने क्रममा क्षेत्र नम्बर 1 बाट नेपाली कांग्रेसका कार्यवाहक सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई समेत परास्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बहुचर्चित बन्न पुग्छन् मदन कुमार भण्डारी। 2028 सालदेखि 2047 सालसम्म भूमिगत भई बिन्दु नेपाल, विदुर, सन्तोष, सुशील, समीर, प्रवीण, अभय र कुशल नामबाट समेत आफूलाई प्रस्तुत गर्ने जीवराज आश्रित 2033 सालमा मायादेवी गेवालीसँग विवाह बन्धनमा बाँधिन पुग्छन् भने 2029 सालदेखि 2047 सालसम्म भूमिगत भई न्वारानको नाम मोतीराज भण्डारी भए तापनि जीवन, भीष्म, सागर, श्वेत शार्दुल, संग्राम सिंह, राजमोती, यस, मकु पखेली, बीबीआर तथा बर्बरिक जस्ता नामले आफूलाई प्रस्तुत गर्ने मदन कुमार भण्डारी 2039 सालमा विद्या पाण्डेसँग लगनगाँठ कस्न पुग्छन्। विधिको विधान भनौँ या विडम्बना, स्रष्टाको सृष्टि भनौँ या विनाश, समयको खेल विपरीत विपरीत हुँदै जान्छ। फूल सुक्छ छरीमा, मूल फुट्छ खडेरीमा, तारा चम्किन्छ जुनेलीमा, जुन डुब्छ अँधेरीमा।
वर्षमा हामीले बहुदलीय प्रजातन्त्रको कुरा, प्रत्येक 5 वर्षमा या संविधानले तोकेको निश्चित अवधिमा आम निर्वाचनद्वारा जनादेश प्राप्त गरेको पार्टीले सरकार निर्माण गर्ने कुरा र यो प्रणालीलाई, यो परिपाटीलाई हामी दृढतापूर्वक रक्षा गर्नेछौँ, यो हाम्रो राजनीतिक विश्वासको कुरा, हाम्रो कार्यक्रमको कुरा हो भनेर हामीले घोषणा गरेका छौँ। र हामीले यो पनि भनेका छौँ कि बहुदलीय प्रजातन्त्र भनेको एउटा कुनै राजनीतिक पार्टीले सबै क्षेत्रमा एकाधिकार जमाउन खोज्ने खालको कुराको विरोध हो। तात्पर्य के हो भने हामीले के भनेका छौँ, सरकारी निकायहरू र सार्वजनिक निकायहरूलाई कुनै पनि पार्टीले आफ्नो एकाधिकार जमाउनु हुँदैन, अर्थात् तिनीहरूलाई आफ्नो एकाधिकारवादी हितको निम्ति प्रयोग गर्नु हुँदैन, तिनीहरूलाई स्वतन्त्र र निष्पक्ष राख्नुपर्छ। झल्को लाग्छ के भन्थे बितेका ती छिनमा, शोक सभा टुडी खेलमा 13 दिनमा। रुनसम्म रोयो आकाश धरती भरि हिलो छ, त्यसैले त कार्यक्रम अलि ढिलो छ। वैरो लाग्यो मानिसको सबै माया मारेर, टुडी खेलमा जम्मा भए बादल पारेर। नेताहरू जम्मा भए प्रतिपक्ष पार्टीका, संवेदना पनि आए अरू कतिका। शोक सभा सुरु भयो मौन धारण लिएर, 2 नेतालाई श्रद्धाञ्जली पनि दिएर। बोल्न थाले पालै पालो नेताहरू आएर, घटनाको खोजी गर्ने बाचा खाएर। सिंगै राष्ट्र रोएको छ ठुलो पिरमा परेर, भण्डारी र आश्रितको सम्झन गरेर। मदन कुमार भण्डारीले भन्ने गर्थे जहिले नि, राजनीतिमा थकाइ भन्ने हुन्न कहिले नि। सङ्घर्षको सीमा अवधि हुन्न भन्थे आश्रितले, त्यसैले त शोकसभामा भन्छन् प्रश्रितले। श्रद्धाञ्जली निर्धो हुन्छ रोई रोई दिएको, अधिकार जस्तो हुन्छ मागी लिएको। अहिले देश सङ्कटमा छ गणेश मान भन्दैछन्, आज हो कि भोलि हो कि दिन गन्दैछन्। यति बेला भण्डारीको ठुलो थियो भरोसा, यो घडीमा दैवले नि रक्षा गरोसा। को सुन्दिन्छ सहयोद्धा गुमाएर मरुँदा, आफ्नो पार्टीभित्र आफ्नै पकड नहुँदा। केही सोच्दैन आफ्नो रुखको हाँगा बिगा भात्नेले, छोडेको काम पुरा गर्नु पर्छ बाँच्नेले। मनमोहन भन्न थाले शङ्कै शङ्का छ व्याप्त, सरकारद्वारा गठित आयोग छैन पर्याप्त। दासढुङ्गाको घटनालाई कति ध्यान दिएको, सरकारले गम्भीर रूपमा छैन लिएको। माधव कुमार नेपालले भन्न थाले कुर्लेर, ताली लाउँछन् जनता जति सबै उर्लेर। हल्ला चल्न थालिहाल्यो षड्यन्त्र नै हो कि त, घटना हेर्न जाने जति परेछ कि त। पत्रिकाले लेख्न थाले षड्यन्त्र नै जस्तो छ, दिन दिन सबका मनमा चिसो पस्दो छ। अनिलले लामासँग लिनु बयान लिहाले, त्यही बेला अन्तर्वार्ता पनि दिहाले। सकिँदैन कुरा यही हो भनी गर्न यकिन,
टिप हेर्दा दुर्घटना भन्न सकिन कि त जानी जानी आफै दुर्घटना गरायो कि कसैले खसाल भनी उसलाई अरायो मुन्ने ठाउँ प्रशस्तै थियो ब्रेक थियो मौजुद भनिकन अनिलले दिए सबुत यस्तो कुरा सुनि सबै रिसले आगो भइहाले दासढुङ्गाको पर्दाफास गर्न गइहाले बसन्तपुरबाट जुलुस निस्क्यो नारा घन्काउँदै जिन्दाबाद र मुर्दाबादले सहर रन्काउँदै एमालेले आमसभाको आयोजना गरिगो 27 गते टुडी खेल टम्मै भरियो हत्या नै हो भन्ने टुङ्गो लायो ओली आयोगले भन्ने जानकारी दिए सुभाष नेमाङले खोजी गर्न सरकार किन उदासीन बन्दैछ आँखा चिम्ली आफू पस्ने खाडल खन्दैछ भन्न थाले यो हत्याको बदला चाहिँ लिनेछौँ त्यसका लागि चाहिँ जति रगत दिनेछौँ दासढुङ्गाको घटनाले आतंकित बनायो आमसभाले खतराको संकेत जनायो नेताको त यो हालत पो हाम्रो त झन् के होला यो देशमा जिउ ज्यानको जिम्मा कोलेला सरकारको चालाबाट आक्रोशित भएका अनिलको प्रतिवेदन पर्खिरहेका उद्योगपति व्यापारीलाई पनि साथ लएका प्रधानमन्त्री गृहमन्त्री विदेश गएका घटनाको तालमेल हेर्दा सबै थिए चकित अब त झन् भन्न थाले करतुत छ कि त म्याद पुग्यो छानबिन गर्न 1 महिना लगाइहाल्यो अनिलको प्रतिवेदन पनि आइहाल्यो के पो होला कसो होला लाग्थ्यो छिनमा 2050 साल असार 3 मा प्रतिवेदन पेशा गरे 73 पानाको लापरवाही ठहर गर्दै अमर लामाको षड्यन्त्र नै गर्नु पर्ने कुनै कारण देखिन्न षड्यन्त्रलाई पुष्टि गर्ने प्रमाण भेटिन्न सकिएन ड्राइभरलाई बयानमा चुकाउन झुटो बोल्यो लापरवाहीको कुरो लुकाउन भन्ने ठहर गरिकन प्रतिवेदन दिहाले रामहरि जोशीले नि बुझिलिहाले अनिलको प्रतिवेदन एमालेले मानेन अमर लामालाई पनि सधैँ ठानेन षड्यन्त्रमा मुछिएछ धोकेबाज बनेर पार्टीबाट निकालिदिए गद्दार बनेर भोलि आयो एमालेको पार्टी अफिस गएर बुझाइहाल्यो प्रतिवेदन आफ्नो लएर चुपचाप थियो पार्टी पनि दोधारमा परेर षड्यन्त्र नै ठहर गर्यो अध्ययन गरेर मोटरको गति बुझ्दा थियो सुस्त पात पूर्जा पनि सबै उस्तै दुरुस्त देखिँदैन जिउमा कतै ठुलो घाउ लागेको हुनु पर्छ जीव खसाली आफू भागेको
होइन भने हुनु पर्थ्यो चप्पलसम्म खुस्केको, नभिजेरै पानीबाट बाहिर निस्केको। बालुवा र भुसको थुप्रो रहस्यको गाँठो छ, जिप खस्दा नि ड्राइभरको हातमा साँचो छ। कहिले एउटा कहिले अर्को कुरा गर्दै गएको, झुटो बोल्दा बोल्दै पनि साबित भएको। अमर लामा हत्यारा हो भन्ने सोझै देखिन्छ, अरूको नि हात छ भन्ने तथ्य भेटिन्छ। भनिकन एमालेले वक्तव्य नै निकाल्यो, दासढुङ्गाको घटनाको तालचा पुकाल्यो। ओली आयोग आयो गयो लछार पाटो लाएन, हत्या भन्ने सबुत प्रमाण केही पाएन। अनिलको प्रतिवेदन स्वीकार गर्नै सकिन्न, सुन्दारामा जुलुस गर्ने भयो यकिन। निदो भयो 4 गते सबका सब बोलाउने, अनिलको प्रतिवेदन पनि जलाउने। एकजनाको आयोगले के को न्याय गर्थ्यो र, अन्यायमा परे भनी रुनु पर्थ्यो र। गठन हुनु पर्यो आयोग सबले मान्ने खालको, सर्वोच्चका न्यायाधीश बहालवालाको। भन्दै भन्दै एमालेले सिउरी खेल्न थालिगो, सङ्घर्षमा उत्रौँ भनी राको बालिगो। प्रतिवेदन दिन पनि कुन्नी किन डरायो, पद्मरत्न आयोग चाहिँ कता हरायो। सुन्दारामा निस्किहाल्यो ठुलो जुलुस, आन्दोलनमा उत्रौ भनी तीनै सहर जोडिए, अमेरिकन लाइब्रेरीका सिसा फोडिए। सांसद अमृत बोहरालाई घोक्राउन थालियो, मनमोहनको गाडीमाथि ढुङ्गा फालियो। टेलिभिजन क्यामेराले फुटाल दिए झोकामा, पुग्नु पर्ने थियो जुलुस इन्द्र चोकमा। सडक चोका जाता ततै पुलिसले घेरियो, त्यसो हुँदा जुलुसको बाटो फेरियो।
छलफल गराउने हो कसो गरेर मसल जुलुस निस्किहाल्यो तोकिएको ठाउँ ठाउँमा अझै पनि सरकार चाहिँ दबाउने दाउमा सातै बाम हिँड्न थाले एउटै भाका गाएर उपत्यका बन्द गर्ने नारा लाएर 6 बजे नै जुलुस निस्क्यो गाडी पसल बन्द छन् रेडियो र टिभीले चाहिँ खुला बन्द छन् ढुङ्गा इँटा बर्साइहाले टायर लागे जलाउन सरकारले खोज्दाखेरि मोटर चलाउन सहर पनि आज किन मसन घाट झै भयो साझा बस र टोली बसको सातो गयो फेरि जुलुस सुरु भयो तिनै सहर उल्टियो पुलिसले लाठी हान्दै कति कुल्चियो 12 पर्खाल नागी जुलुस खुला मञ्च गइहाल्यो टुडी खेलमा आमसभा नि सुरु भइहाल्यो बाङ्देव भन्छन् न्याय माग्न अब कहाँ जानी त लडाईको मैदानमा उत्रौ हामी त कृष्ण गोपाल चिच्याउँछन् लडाई लड्ने हामी हौ परेदेखि बन्दुक पनि झिक्न तयार छौँ बोल्दै थिए नेताहरू उत्तेजित पारेर टियर ग्यास छोडिहाल्यो ताल्चा मारेर पुलिसको र जुलुसको हुन थाल्यो हानाहान पुलिसले हवाई फायर गर्यो दनादन दायाँ बायाँ सडकका फलामे बार तोडिए वीर अस्पतालका पनि सिसा फोडिए जसको शक्ति उसको भक्ति कसले कसलाई डलाए टेलिफोनका बुथ पनि धेरै जलाए टियर ग्यास छोडे पनि टेर पुछार लाएनन् अस्पतालका बिरामीले सुख पाएनन् कोही हिँड्छन् तर्सी तर्सी कोही फोटो खिचेर कोही घुम्छन् गोप्रो परी आँखा मिचेर धुन्द गोली चल्यो तै पनि भिड गएन कति घाइते कति ढले गन्ती भएन कतिलाई पक्राउ गरी हिरासतमा
छुट्छ गोली उस्तै पड्कन्छ के हुन्छ कसो हुन्छ मुटु धड्कन्छ जताततै कोलाहल दिन चाहिँ ढल्दो छ आक्रोशले काठमाडौँ झन्झन बल्दो छ कहिले गोली सडकमा कहिले गोली कौसीमा मरेका नि घाइते पनि इमर्जेन्सीमा मान्छे हो कि पशु हो कि कसैको केही भाउ छैन अस्पतालमा खुट्टासम्म राख्ने ठाउँ छैन कर्फ्यू लाग्यो सहरमा मसन घाट झै भयो गोलीबाट 8 जनाको ज्यानै गयो तेह्र गते ललितपुर नि उसै गरी बन्द भो आन्दोलनले उग्र रूप लिने छन्द भो मोटर छैनन् पसल छैनन् कतै पनि खुलेका राइफलको नाला सोझै पुलिस डुलेका पुलिसको र जनताको ठुलो झडप भइगयो गोलीबाट 4 जनाको ज्यानै गयो कता हानेको ढले लेखो केही भएन ज्यालबाट हेर्ने कोनी ज्यानै रहेन 3 दिन कर्फ्यू लाउँदा पनि जनताले टेरेन लट्ठी हो कि राइफल हो कि हेर्दै हेरेन कर्फ्यू तोड्ने साले भन्दै पुलिस गोली चलाउँछ जता पायो उतै हानी मान्छे डलाउँछ घर जान्छु बन्नीले नि घरै पुग्न भ्याएन कठैबाट आइया पनि भन्न पाएन लाग्छ अहिले यो देशमा भुइँचालो नै गइरहेछ 2-4 दिनमै करोडौँको नोक्सान भइरहेछ आतंक र तोडफोडले देशै तहस नहस कम्युनिस्ट र काङ्ग्रेसको चल्यो बहस काङ्ग्रेस भन्छन् सडकको राजनीति चाहिन्न प्रजातन्त्र हत्या गर्न त्यसै पाइन्न कम्युनिस्ट भन्छन् जीवज्यान लिन त्यसै कहाँ पाइन्छ नागरिक सुरक्षा चाहिँ हामीलाई चाहिन्छ यो चालले यो देशमा शासन गर्न पाइन्न गोली हान्ने सरकार अब हामीलाई चाहिन्न दुधको ठाउँमा रगत देख्दा छाती चर्क्यो आमाको माग राखे गिरिजाको राजीनामाको सरकारले वार्ता गर्छ हेरौँ कसलाई डाकेर भन्न थाले अरू पनि शर्त राखेर सरकारले वार्ता गर्न बोलाउन परिगो एमालेले ठाडै त्यसलाई इन्कार गरिगो भएन भनी सबै दलको बैठक पनि बोलायो साथै बामले भाग लिएनन् कसको केलायो तत मम गर्दा गर्दै बिर्दै दिन गइहाल्यो 20 गते पुरै नेपाल बन्द भइहाल्यो हिजोसम्म के सोचेर केही छैन झै गरेको आज भने सरकार बल्ल 3 छक परेको बोल्न थाले संसदमा नि यही कुरा गएर आन्दोलन अघि बढ्यो चर्को भएर कार्यक्रम निदो भयो फेरि 7 बामको साउनको 4 र 5 मा चक्का जामको कम्युनिस्टको एउटै मतो गिरिजालाई डलाउने कार्यक्रम बनाइहाले
कोही दिन्छन् श्रद्धाञ्जली कोही बन्छन् मलामी कोही दिन्छन् राइफल बिना शाही सलामी प्रजातन्त्र पार्टीले नि हाँस्दै जुङ्गा मुसार्यो गधाले नि मौका छोपी पुत्ला घिसार्यो दङ्ग परी हेर्छन् सबै छक्क परे पुलिस कुकुरको र साँडेको नि निस्क्यो जुलुस कुकुर भुक्छ ख्याउ ख्याउ गर्दै हत्यारा हो भनेर साँडे हिँड्छ ढासा मसा गिर्जा बनेर